नमस्ते सबैजना, वेलकम छ सबैजनालाई। आज 2082 सालको बडा दशैँको टिकाको दिन छ। सबैजनालाई शुभकामना। आज चाहिँ खासमा हामी हाम्रो पर्सनल नम्बर हाइसकेको छ र पर्सनल नम्बरको कार्ड बनाउन जाँदैछौँ त्रोलाचन र त्यहाँ त्रोलाचनमा चाहिँ यहाँ हामी बस्ने एरियाको खोप्देको अनि त्यसपछि गोथेनपरको सबैजना नेपालीहरूको चाहिँ आज त्यहाँ दसैँ सेलिब्रेसन गर्दै हुन्छ सबैजना। त्यही भएर हामीलाई पनि बोलाएको छ, हामी स्टुडेन्ट डिपेन्डेन्टलाई पनि बोलाएको छ। त्यही भएर हामी पनि जाँदैछौँ गाइज, अब जानला हो। केही भन्न चाहनुहुन्छ यहाँ दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई? यति दसैँ लागेछ। अब हामी त टाढा छौँ, मनाउनेहरूले मनाउनु, नमनाउनु। अनि यता हेरेर बोल्नु न नि। अनि हजुर चाहिँ कहाँ हिँड्नुभएको नि? दाउरा सुरुवाल त्यसमाथि कोट अनि ब्याग भिडेर। म झोला बोकेर अब झोलेको काम गर्न हिँडेको। गाइजहरू हामी टोल हेर्न आइसकेको छौँ। आज दसैँको टिकाको दिन। हाम्रो यहाँ स्क्याते भेरकेटमा काम पनि थियो, ट्याक्स अफिसमा। के भन्छ त्यसलाई, पर्सन नम्बरको लागि आज अपोइन्टमेन्ट थियो। त्यो अपोइन्टमेन्टको काम सकेर अब यहाँनिर यतैको हाम्रो सरहरूले यसो दसैँमा अलिअलि भेटघाट भयो भने गर्नुपर्छ भन्नुभएको छ। त्यसैले यहाँ चाहिँ आएको छौँ। यहाँनिर आज त्रोलाचन र खोप्देतिरको यतातिरको धेरै मान्छेहरू आएको छ। जस ल हेर्नुहोस् यहाँ कस्तो दामी 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 त के भन्नु, जस बनाएको छ, बस्न रमाइलो, राम्रो सफा चट्ट परेको। ए रेड लाइट बल्ल यहाँनिर चाहिँ मान्छे कुर्ने भएपछि यो थिच्नुपर्छ। एकछिन है। हामी चाहिँ पार्टी मनाउन जाँदैछौँ। ह्याप्पी दसैँ। अलिक छेउछाउ है पर चाहिँ हाम्रै केटाहरू हो। ल गाइजहरू, ल यस्तो खोला नेपालमा मात्रै होइन, यहाँ पनि छ। सफा राख्न जान्नु पर्यो भन्ने कुरा होला। दामी छ, कस्तो सफा खोला। हिरो यो पनि त खोला सफा यसरी राख्नु पर्यो नि। सुति जस्तो गरेर हुन्छ काम। ल खोलाइ चाहिँ अब त कति साथीहरू, तर सफा छ भन्ने कुरा हो कि। यो हो नि त, यस्तो हो नि त तरिका। ढल मिसाएर हुन्छ भने यस्तो राम्रो छ। यो फुलहरू राखेर र पुल यति सफा छ। बाटो सानो छ, बाटो ठुलो छैन त्यस्तो, तर सफा छ। ट्राफिक त्यही अनुसार अलिक कम छ। ल खोला त त्यहीँ पनि रहेछ। यता पनि खोला, योभन्दा परतिर पनि खोला थियो, यहाँ पनि खोला। लाइट छैन, खासै फरक पर्दैन। यसो गाडीहरू हिँड्दा हुन्छ। यहाँ गाडी आइरहेको छ भने गाडीले रोकिदिन्छ ढुक्क। कता हौ? अन्त पानी कति राम्रो रहेछ। यो हो नि त मान्छेलाई हेर्नलाई ठाउँ छ। कति राम्रो पानी बगिरहेको छ।
हेर्दा पनि यसो छ नेपाल सम्झेर त्यस्तै हो भने नेपालको खोला यति राम्रो छ यी मान्छेको यहाँ पनि बस्ने मान्छे हो त्यहाँ पनि बस्ने मान्छे हो यहाँको पनि खोलाइ हो त्यहाँको पनि खोलाइ हो के फरक छ म्यानेजमेन्ट राम्रो हुनु पर्यो यो हो नि त साथीहरू खोला भने खोला छेउछाउमा किन घर हुनु हुँदैन थाहा हुन्छ यहाँ अब बिस्तारै हेर्नु पर्यो नि त ठाउँ थाहा हुनु पर्यो नियम थाहा हुनु पर्यो मित्रहरू पनि निलो पहेँलो रातो कालो सबै छ खास खोला चाहिँ यता जाने हो रहेछ तर यो खोला झ्याम्मै यहीँनिर रोकिदिएर यसले उता उता गरेर तिनमा पठाएको रहेछ त्यही भएर धेरै देखाएको रहेछ तर हेर्नु पर्यो टेक्नोलोजी यत्रो गर्नु पर्यो भने नेपालले खै नमको कुरा ल यत्रो ढुङ्गाको पहाड छ माटोको होइन ढुङ्गा आयो यस्तो पनि खनेर यहाँ यो भित्र कोठा बनाएर यहाँ के राखेको छ यस्तो छ साथीहरू टेक्नोलोजी अनि हाम्रो मन्त्रीहरू के भन्छ भन्दाखेरि हामीले नेपाललाई के गर्दिनौँ भन्छ केही भन्दिनौँ हेर्नुहोस् यहाँ ठुलो कुरा केही होइन यो यस्तो ठुलो कुरो होइन तर पनि बनाएको छ नि राम्रो छ पार्क छ सानो कुराले असर गर्छ नि बुझ्नु पर्यो थाहा हुनु पर्यो हामी चाहिँ दसैँ मनाउन त्रोलातनमा आएको छौँ गाइज हेर्नु न यहाँ हाम्रो सबै नेपाली दाजुभाइहरू एकजना चाहिँ मेरो बुढा हो हामी चाहिँ आधी जति नेपालीहरू सबैजना भेला भइसकेको छौँ हामी चाहिँ अब सेलिब्रेसन गर्ने टाइम हुन लाग्यो गाइज भइसकिसकेको छ अब सबैजनाहरू आधी जति आइसकिसकेको छौँ आधीजना अझै आउनै बाँकी छ दसैँ तिहार चाडबाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार वर्षरा दिन मलाई हर्षका दिन मलाई वर्षमा दिन मलाई हर्षका दिन दसैँ तिहार चाड र बाड खुसीले आयो केटाहरू आउँछु भन्दै थियो होइन विनोदहरू खोइ त आएन त हामी चाहिँ लगभग सबैजना नेपालीहरू भेला भइसकेको छौँ गाइस यहाँ हेर्नुहोस् न अब हाम्रो टिका लाउने कार्यक्रम हुन लागेको छ यहाँ टिका पनि खिचेर के भन्न चाहनुहुन्छ भन्नु त ह्यापी दसैँ सबैजनालाई तपाईँलाई पनि ह्यापी दसैँ मेरो नाम चाहिँ राज थापा हो मेरो नाम चाहिँ प्रतिभा शर्मा हो अनि हामी चाहिँ हेटौडाबाट हो अनि हामी चाहिँ अहिले क्रुमा गार्डनमा बस्दैछौँ म चाहिँ युनिभर्सिटी वेस्टमा पढ्दैछु ऊ चाहिँ मेरो डिपेन्डेन्ट हो सबैजनालाई हामी दसैँ भन्न चाहन्छु एन्ड फर द सर हामीलाई इन्भाइट गर्नुभएको टिका लाउने कार्यक्रम सुरु भइसकेको छ गाइस हेर्नुहोस् न अब टिका लगाइदिँदै हुनुहुन्छ यहाँ लाइन बसिराख्नु भएको छ कतिजनाले त लगाइ पनि सक्नु भएको छ टिका
नेपालीहरू चाहिँ यति धेरै छौँ है गाइज स्विडेनमा। भिडियो फोटो कि भिडियो नै गर्ला फोटो मात्र टिका लगाइदिँदै पछि टिका लगाएर सकिसकेको छु। सबैजना टिका लगाएर बसिराख्नु भएको छ, कोही टिका लगाइराख्नु भएको छ। मेरो साथी टिका लाउनु भयो त ह्याप्पी दसैँ। हामी चाहिँ कति धेरैजना छौँ है गाइस नेपाली स्विडेनमा। यहाँ त अझ हामी धेरै स्टुडेन्टहरू र अलिअलि चाहिँ हुनुहुन्छ होला, अझ धेरैजना नेपालीहरू आउनु भएको छैन जस्तो लागिरहेछ मलाई। हाम्रै साथीहरू कति धेरै आउनु भएको छैन कलेजले गर्दाखेरि। मलाई घरको याद आयो। यो चाहिँ हाम्रो दसैँको प्रोग्राम टिकाको। होइन त्यो अघि भाइ अर्को भाइ बसिरहेको थियो त यहाँ ठाउँ पुगेन फेरि बस्नु यहाँ तपाईँको ठाउँ यो हो। यो फेरि उसको बियर हो नि त। अब कसको? उहाँको वाइफको हो। होइन म त मलाई हाम्रो त माथि नै हो।
हामी चाहिँ पार्टी सकेर अब घर फर्किसकेको छौँ गाइज। अब ट्रेनको वेटिङमा छौँ। अब ट्रेनमा यति भन्दै आजको भ्लग म यही टुङ्ग्याउँछु। बाई बाई।